लाग्दैन भनेपछि लाग्दैन, कसैको जबरजस्ती हुन्छ हुँदैन नि त। अब मलाई कोही कोही आफन्तहरूसँग बोल्न मनै लाग्दैन के, तर यस्तो परिस्थितिमा परिन्छ कि बोल्न बाध्यता हुन्छ नि। अब घरमा बाबा मम्मीहरूसँग बसिरहेको बेला अब कोही आफन्तहरूले फोन गर्नुभयो, गरिसकेपछि अब नानी कता छे भन्छन् होइन, यही छे लुलु बोल्नु भनेर टस्स मोबाइल अगाडि सारिदिने हो कि। अब त्यो बेला के गर्ने, त्यहीमाथि सिधै भिडियो कलमा न त्यो फोन काट्न मिल्छ न केही गर्न मिल्छ, जबरजस्ती नमस्ते भन्नुपर्छ, मनमा खुसी हुँदैन। अनि त्यस पछाडि अब सन्चै हुनुहुन्छ, ठिकै सन्चै के छ भने सक्यो कुरा होइन। तर अब के गर्ने कि उनीहरू फोन राख्ने कुरै गर्दैनन् अनि बोल्न खोजिरहेको हुन्छन्। यस्तो परिस्थितिमा त एकदम गाह्रो हुन्छ नि है। तर के गर्ने कि अब आइडिया त लाउनै पर्छ। अनि म चाहिँ अब फोन काट्न पनि फ्याट्ट मिल्दैन, गाह्रो हुन्छ नि त। अनि त्यही भएर म चाहिँ यस्तो माथिबाट मोबाइल स्क्रिन यस्तो तल सार्देर अनि वाइफाई अफ गरिदिन्छु कि। त्यसो भएपछि उनीहरूलाई पनि लाग्छ नि त, ए बिचरा मसँग बोल्न खोजिरहेको थिएँ, लाइनै गएछ, नेट गएछ भनेर भन्नुहुन्छ नि त। अनि त्यस्तो गर्नुपर्छ कि। त्यो चाहिँ किन गर्नुपर्छ भनेर यो मनबाट भित्रबाट बोल्नै मन नभएको आफन्तहरूसँग चाहिँ त्यस्तो गर्नुपर्छ होइन। सबै चाहिँ पढ्नुहुन्न, कोही पढ्नुहुन्छ, गिद्दी तलतिर बगाएर मासतिर खोज्नुपर्ने जस्तो हुनुहुन्छ कि कोही चाहिँ